एका देशमा एउटा जङ्गल थियो। त्यो जङ्गलमा एउटा कछुवा र बाँदर पनि बस्थ्यो। बाँदर एकदमै चलाख र चतुर थियो भने कछुवा चाहिँ शान्त र बुद्धिमान थियो। एक दिन बाँदर र कछुवा जङ्गलमा डुल्दै गर्दा बाँदरले रुखमा चढेर आँप खान थाल्यो। तर कछुवा चाहिँ तलबाट हेरेर बस्यो किनकि ऊ त चढ्न सक्दैन। बाँदरले आँप खाएको देखेर कछुवालाई पनि खान मन लाग्यो। उसले बाँदरलाई मलाई पनि एउटा देऊ न भनेर माग्यो। तर बाँदरले उसलाई गिच्यायो। सक्छौ भने आफै आएर खाऊ न, त्यस्तो मागेर खाने हो र, आफै खाऊ न भन्न थाल्यो। उसलाई कस्तो अपमान गरे जस्तो लाग्यो आफ्नो। त्यसपछि कछुवाले आफ्नो साथीहरू बोलाएर आँपको रुखको जरामा खन्न थाल्यो। अलिक टाइमपछि रुखको जरा कमजोर भएर रुख ढल्यो र कछुवाहरूले आँप खायो। बाँदर पनि डराएर त्यहाँबाट भाग्यो। छिट्टो भाग्यो। बाँदर र कछुवाहरूले चाहिँ आफ्नो आँप रमाई खायो। यस कथाबाट हामीले के शिक्षा पाउँछौँ भने कसैलाई अपमान गर्नु हुँदैन र अर्कोतिर के पनि शिक्षा पाउँछौँ भने एकतामा बल हुन्छ।